Tada! Hello everyone, welcome to my YouTube channel again. हजुरहरूलाई फेरि पनि मेरो YouTube भिडियोमा स्वागत छ। अनि जस्तो कि तपाईलाई थाहा छ है, म चाहिँ रुम सिफ्ट भएको छु। यो चाहिँ मेरो सानो रुम, मेरो फ्रेन्डहरु यहाँ छ हैन। अनि आज चाहिँ म फेरि पनि एउटा सानो रेसिपी ब्लग लिएर आएको छु, मेरो छोटो ब्लग। म चाहिँ आटाको डो बनाउँदैछु। यसको चाहिँ के बनाउने भनेर तपाईलाई सरप्राइज छ हैन। सो मेरे साथ बने रहिए। मेरो अझै अरू इन्ग्रेडिएन्ट्सहरु पनि म रेडी गर्छु, देन आई विल शो यू। सो एम ब्याक। म चाहिँ रेडी भइसकेको छु हैन। अनि मैले चाहिँ रेडी गरेको छु, यु क्यान सी। यो चाहिँ कोपी अनि अनियन हो। दिस स्प्रिङ अनियन। यो चाहिँ मैले आफै रोपेर उम्रेको, मैले आफै रोपेको यो चाहिँ हैन। अनि मैले यो पनि काटेर हालेको छु। And you can see the आटाको डो। यो अझै यसमा यिस्ट हालेको, राम्ररी गुलेको छैन। सो के योमा धेरै टाइम छैन हैन, त्यही भएर चाहिँ अब हामी अगाडि बढौँ। आई मिन अब यसले चाहिँ म के बनाउँदैछु भन्दाखेरि चाहिँ भेज टाइपो बनाउँदैछु म हैन। टाइपो बनाउँछु। सो लेट्स स्टार्ट। सो म चाहिँ रेडी भएँ। यो चाहिँ बेलेको मैले हैन। यो चाहिँ भेज किमा, कोपीको किमा। किमा हालेर चाहिँ यसरी बनाउनुपर्छ। यस्तो गरेर यसरी बनाउनुपर्छ हो। यसरी बतारे होइन, देखाउँछु ल। सो मेरो रेडी भयो। अनि योलाई चाहिँ यहाँनिर हाल्नुपर्छ यसरी। ओहो, यसरी हाल्दै अब यो चाहिँ पाकिबस्छ यहाँनिर। सो देख्नुभयो होला तपाईँले मेरो खाना पाकेको। अन्त तपाईँहरूलाई थाहा होला होइन, मैले पहिला पनि भिडियो बनाएको थिएँ। मेरो चाहिँ ग्यास सकेर चाहिँ इन्डक्सन किनेर ल्याएको। अन्त भाँडा नभएर चाहिँ मैले ताप्केमा बनाउँदैछु खाना हैन। अन्त अहिले पनि म ड्युटीबाट आएको। अनि ड्युटीबाट आएर चाहिँ मलाई पुरा टाइपो खानु मन लागिरहेको थियो कि। फेरि टाइपो खानुको लागि मार्केट जानुपर्छ, चिकन ल्याउनुको लागि मार्केट, सबै गर्नुको लागि मार्केट जानुपर्छ कि। त्यही भएर मेरो घरमा जे जति रुममा अभाइलेबल थियो त्यही अनुसार चाहिँ मैले बनाएको। सो यो चाहिँ यतिको भएको छ हैन। अन्त म चाहिँ तपाईहरुलाई यो देखाउन चाहन्छु। यो चाहिँ पाक्दैछ। वाउ,